किन कराइरहनु भयो हजुरआमा खोइ किन कराइरहनु भयो तँ के भने रेसिनमा चला सेन्टमा लौ अनि रक्सी दिने मान्छेलाई त अनि सिस्नो पानी लाउनु परिहाल्यो नि रक्सी खाएपछि तपाईँले मलाई कति गाली गर्नुहुन्छ भन्नु त कहिले मैले कहिले खाएको रहेछ 5 वर्ष खाँछु सरकार खान्छु नि मैले रक्सी मलाई थाहा छ कहिलेदेखि भयो मैले रक्सी खाएको मलाई थाहा छ म त अब रक्सी खानु दिने मान्छेलाई चाहिँ आउनु दिन्न भने नि यो घर कसको यो घर त मेरो हो यो जरा यात्तै हेर्नुहोस् साथी यात्तै हेर्नुहोस् अब मेरो घर अब मेरो घर हेर्नुहोस् ब्याग बोकेर मेरो घर अर्काले खाइ नखाइ बना घर कहिले सिकायो भने खाइ खाइ ऊ मेरो दिदी आउनु भएको छ दिदीको अडिन बहिनीलाई कराइराख्ने नि त के दिदी ल दिदी हेर त मलाई कराइराख्ने सासूआमाले भात बोकेर आइछु फेरि झापाबाट आएको मेरो दिदी के भयो तार ऊ मेरो दिदी झापाबाट आउनु भएको ल खै त के गर्यो त दिदी आएर के गर्ने दिदी हामी केही गर्ने त सासूआमालाई केही नगर्ने नमस्ते गर्ने गर गर माया गर्ने गर जुठो बोक्नु भएको छ है गालामा तुनामा हेर्नु हो यता जुठै चाना